गत 10 वर्षमा संघीय लोकतान्त्रिक गणतन्त्रको जुन स्थापना भयो त्यसपछि यता राजनीतिक लोकतान्त्रिक स्थिरता, सुशासन र समृद्धिको जनताको जुन आकांक्षा थियो त्यसलाई पूरा गर्न पुराना दल शक्तिहरूबाट हुँदैन। त्यसैले विचारकै पुनर्संश्लेषण सहित राजनीतिको पुनर्संरचना गर्नुपर्छ भन्ने जुन कुरा हामीले गरेका छौँ धेरै मान्छेले बुझ्न गाह्रो भएको थियो। तर दुईचोटिको निर्वाचनपछि फेरि उही पुराना 3 दलका 3 टाउकारले पालै पालो कुर्सी साटासाट जुन उहाँले गरिराख्नु भएको छ, देशको अवस्था 19 को 20 पनि हुन सकिरहेको छैन। त्यसैले 10औं लाख युवाहरू रोजगारी र शिक्षाको निम्ति विदेश सिने जुन प्रवृत्ति झन् बढेर गएको छ। सुशासनको सट्टामा भ्रष्टाचारका चाङ एकपछि अर्को उदाङ्ग हुँदैछन्। खालि सत्तामा पुग्ने, आफ्नो भ्रष्टाचारलाई लुकाउने र विपक्षीकोलाई अलिकति देखाउने जुन धन्दा अहिले चलिरहेको छ त्यसले पनि यी पुराना शक्तिहरूबाट सुशासन हुँदैन भन्ने हाम्रो कुराकै पुष्टि गरेको छ। जहाँसम्म आर्थिक विकास र समृद्धिको निम्ति सुस्पष्ट कार्ययोजना बिना मुखले मात्रै भट्याएर हुँदैन, नारा मात्रै लगाउँदा पञ्चायतले पनि विकासको मूल फुटाउनु कुरा गरेको थियो। विकास समृद्धिका कुरा नारा त सबैले लगाएका थिए, तर त्यसको सुस्पष्ट योजना बिना विकास हुँदैन है। विकास र समृद्धिको अहिलेको युग अनुसार परिभाषा गर्नुपर्छ हामीले भनेका थियौँ। त्यो पनि तपाईँले देखिसक्नुभयो। वर्षेनी बजेट आउँछ, अहिले बजेटको सेसन छ र कुनै पनि नयाँ पनि त्यहाँनिर छैन।